किनभने माघी विवाह भनेको त्यो बाइकै चलाउन नआउने मान्छेहरूलाई बाउले बाइकको चाबी ल्याएर दिए जस्तो हो क्या। बाइक चाबी कहाँ घुसाउने, स्टार्ट कसरी गर्ने, हेडलाइट कसरी बाल्ने, के कताबाट हान्ने, साइलेन्सर कता के कता, बाइक स्टार्ट गरेपछि ठुलो आवाज आउने हो कि सानो आवाज, माइलेज कति दिने हो। फेरि आजकलको बाइकहरू पहिल्यै हाफ इन्जिन खोलिसकेको हुन्छ। चढ्नु नै छ भने फर्स्ट ह्यान्ड भए त ठिकै हो। आजकलको बाइकहरू रिकन्डिसनबाट आउँछन्। एकजनाले मात्रै चढाएन, 2-3 जनाले चढेर नामसारी गरेको पर्यो भने लाइफ ड्यामेज। त्यसैले बाइक चढ्नु नै छ भने पहिला सुरुमा ट्रायल दिएर टेस्ट ड्राइभ हानेर बाइक किन्नु राम्रो हुन्छ। फेरि पायो भन्दैमा जबरजस्ती स्पिड कुदाउने, मजाले बटार्ने, घै 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 हुन्न। तीव्र गति जीवन क्षति। माघी बियर अनलाइन सपिङ एउटै हो। टक्क हेऱ्यो चिटिक्क परेको सजाएर राखेको राम्रो देखिन्छ। राम्रो देखेपछि अर्डर गर्यो, घरमा ल्यायो, खोलेर हेऱ्यो, ट्राई गर्यो, कि त ठुलो कि त सानो। फिटिङ त मरे पनि हुँदैन। हुन त सुरुमै लेखा हुन्छ नि फ्री साइज भनेर। सामान भयो त 7 दिनको रिटर्न अवधि हुन्छ नि, बुढी कहाँ फिर्ता गर्ने।